साथीहरु त्यता छन् यो जति माथि गयो त्यति राम्रो भ्यू देखिदै जान्छ त हो हो भ्यू चाहिँ बबाल छ खलङ्गा बजारको हामी चाहिँ अब उकालो सकिन लागिसक्यो अब चाहिँ हामी हाम्रो गन्तव्यतिर यस्तो ठाउँमा चाहिँ कोही आएको छ भने चाहिँ मलाई कमेन्ट गर के कमेन्ट सबले हाई गरिदेऊ त कम्पिटिसन मेरो साथीहरु तो साथीहरु आज चाहिँ हामी जाँदैछौँ एउटा विशाल डाँडामा जो कि खलङ्गामा रहेको टावरमा हामी चाहिँ करिब 4 जना साथी भएर जाँदैछौँ साथीहरु हामी टक्क लाएर अब चाहिँ खलङ्गामा रहेको झुलुङ्गे पुल तरेर हामी जाँदैछौँ यात्रा सुरु भइसक्यो हाम्रो चाहिँ टक्क लाएर अझै पनि हामी झुलुङ्गे पुलको यात्रामै छौँ हैन साथीहरु यो खलङ्गामा रहेको झुलुङ्गे पुलमा टक्क लाएर साथीहरुसँग हामी हिँड्दै गफ गर्दैछौँ हैन गफ गर्दै पुग्नुपर्छ रमाइलो गर्दै पुग्नुपर्छ भन्ने भित्रीबाट मनबाट आएर हामी चाहिँ कुराकानी गर्दै अनि बाल्यकालमा बितेका कुराहरू स्कुलमा बितेका कुराहरू के गर्यौं कस्तो गर्यौं भनेर सब कुराहरू गर्दै हामी हिँडिरहेछौँ साथीहरु चाहिँ हामी चाहिँ सानैदेखि एउटै क्लासमा पढेका फेरि नहुँ त हामी राम्रो फ्रेन्डशिप एकदमै राम्रो छ हैन यो गहिरो सम्बन्ध छ हाम्रो चाहिँ झुलुङ्गे पुलको यात्रा कठिन सकिसक्यो हैन कस्तो गाह्रो भयो यार यो चाहिँ खलङ्गा बजारलाई छिचोल्दै अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ यो डाँडोतिर डाँडाको यात्रा सुरु हुन्छ अब चाहिँ हाम्रो परबर जाने हो ल हामी चाहिँ गाह्रो फिल भइरहेछ हैन अहिले यति यात्रा गर्दाखेरि गाह्रो फिल भइसक्यो हामी चाहिँ त्यो झुलुङ्गे पुलको यात्रा तय गरिसकेर हामी चाहिँ अब सल्ले एयरपोर्टको यात्रा सुरु गर्छौँ एयरपोर्ट पुगेपछि चाहिँ माथि टावर छ सल्लेको एयरपोर्टको टावर त्यो टावरमा जानेछौँ हिँड अगाडि त्यहाँबाट होइन हिजोबाट छ क्या हिँड मन छ हाम्रो चाहिँ यात्रा चाहिँ कठिन हुनेवाला छ आज चाहिँ भिड छ होइन यहाँ यस्तो छ कि नो हिँड कमला ल यात्रा चाहिँ हामी त्यहाँबाट रहेछ ल यात्रा चाहिँ म पनि गर्नुपर्ने हुन्छ यही बाटो चाहिँ गएर ठक्क लाएर भिड छ के भिड यस्तो भिड छ नि कति गाह्रो भइरहेछ हाम्रो साथीहरु चाहिँ त्यतातिर हिँडिरहेछ हामी हिँड्दै हामी अग्लो डाँडामा पुग्न आँटिसक्यौँ होइन कति मिठो चिसो हावा लाग्दैछ अबदेखि होइन यस्तो हुनेवाला छ वातावरण हाम्रो के भनौँ मलाई त भन्नै आएन क्या यो हावासँगै मेरो बोली पनि उडिसक्यो होइन कति राम्रो चिसो हावा चल्ला शुद्ध काठमाडौँ नेपालगञ्ज विभिन्न ठाउँहरूमा उडान हुन्छ समथिङ बिहिबार र मङ्गलबार हुन्छ होला जस्तो लाग्छ यो चाहिँ बबाल छ खलङ्गा बजारको हामी चाहिँ अब उकालो सकिन लागिसक्यो अब चाहिँ हामी हाम्रो गन्तव्यतिर पुग्न लागिसक्यौँ त्यही हो अब चाहिँ यताबाट पनि राम्रो सिन देखिन्छ यतातिर सामान यता कस्तो दामी देखिन्छ हाम्रो सानीभेरी नदी देखिन्छ त्यहाँ तलको चाहिँ तल कलकल बग्ने चाहिँ सानीभेरी नदी अनि यताको डाँडा चाहिँ कता रे थाहा छैन मलाई झुला सानीभेरी नदी हामी मेरो घर चाहिँ त्यही हो होइन म चाहिँ अहिले यहाँ खलङ्गा बजारमा छु अब चाहिँ हाम्रो यात्रा फेरि पनि त्यो माथिको डाँडोको लागि हुनेछ अब चाहिँ हामी त्यो डाँडोतिर यात्रा गर्न सुरु गर्छौँ धेरै दिनबाट यहाँ शून्य त कालो बादल छाएको जस्तो ए साथी तिमी छौ भन न लामो दिनहरू काट्न नै गाह्रो भो
बाँकी छ हम अति पलको सँगै नहोला तर। ल साथीहरू तपाईँहरूलाई पनि तिमीहरूलाई पनि मेरा प्यारा प्यारा साथीहरूलाई पनि मैले यहीँबाट सम्झेको छु। जहाँ गए पनि जस्तो अवस्थामा भयो भने मैले मेरो प्यारो साथीहरूलाई मेरो स्कुल लाइफमा बिताएको दिनहरू सम्झिँदै मेरो साथीहरूलाई यो डाँडामा आएर पनि सम्झिरहेको छु। मिस यु अल फ्रेन्ड। माया त सबैलाई साथीहरू होइन। अहिले पनि हामी थोरै साथीहरू छौँ। हामी एकदम एक कक्षादेखि सँगै परेका साथीहरू छौँ होइन। डाँडाको यात्रा निकै कठिन यात्रा छ अहिले चाहिँ हाम्रो। हामी एकदमै फोर्सली हिँडिरहेको छौँ। हामी चाहिँ गाउँले जीवन पहिलेदेखि हामी गाउँमा हिँड्या भएर हामी यति फास्ट पनि हिँडिरहेको छौँ। हामी चाहिँ अब हामीले हाम्रो गन्तव्यमा चाहिँ हामी पुग्न लागिसक्यौँ। त्यही हो। सो यस्तो छ यहाँबाट चाहिँ भ्यूहरू। कस्तो कठिन भइरहेछ कि नै? भुकुम पायो? भुकुम लागिसक्यो रे। मनसाउलाई कस्तो भइरहेछ? हेलो मनसाउलाई कस्तो भइरहेछ? यात्रा चाहिँ यतातिर हुन्छ अब। पानी सानी खाऊ होइन तिमीहरू? टक्क लाएर यात्रा निकै कठिन। हिँड ढिलो हुन्छ अहिले। ओइ पानी सबै नसक है, पानी सबै नसक। यस्तो बवाल सिनमा आइसक्यौँ हामी। यहाँ सायद यो खलङ्गामा बस्ने साथीहरू पनि आएको थिएनन् होला। यहाँ आएर पनि भिडियो गराएको थिएनन् होला। तर मैले यहाँ आएर पनि भिडियो गराइदिएको छु होइन साथीहरू। टक्क लगाएर यसो माया देखाइदिनु पऱ्यो यो भिडियोलाई। सक्दो शेयर माया देखाइदिनु पऱ्यो। त्यही हो। अब यत्र चाहिँ टु फास्ट वाकिङ के भयो? मस लाग्छ? लाग्दैन? त्यस्तो स्वार्थी भावना गर्नु भएन है साथी। अब चाहिँ हामी समथिङ खलङ्गा बजारको भ्यूहरूलाई छिचोल्दै हामी चाहिँ खलङ्गा बजारकै टप चाहिँ विशाल पहाडमा पुगिसक्यौँ। त्यही हो। यता पनि पहाड एउटा अब भेटिन लाग्यो क्या। म पनि यो चिसो हावा चलिरहेछ। म यो हावाकाले कारणले पनि यति छिटो हिँड्न छौँ क्या। यस्तो थुम्का थुम्का जस्तो देखिन्छ यहाँ। यहाँको ढुङ्गाहरू पनि अनेकौँ प्रकारको छ। लाम्चो आकारको, कालो रङको, अनि अर्कै आकारको ढुङ्गाहरू छ यहाँ चाहिँ। कस्तो दाँतर जस्तो न, अर्कै टाइपको रहेछ यो ढुङ्गा चाहिँ। ए हो जन्ती ढुङ्गा, सेम जन्ती ढुङ्गा जस्तै छ होइन यो ढुङ्गा पनि? जन्ती ढुङ्गा नै हुनसक्छ जहाँसम्म लाग्छ। वो म पुग्नु आइसकेँ अब। यस्तो यात्रा गर्नु परेको छ अहिले चाहिँ हामी। दुई छाडिदिउँ। त्यही रोडका लागि त, त्यही टावरका लागि त गरा होला त्यो रोड। हामी चाहिँ रोडको बाटो छरेर टाढै हिँडेको छौँ। कस्तो मजा भइरह। यस्तो ठाउँमा आउनु पाउँदा कति खुसी छ मेरो मन। थाहै छैन, घरै नगरै म घुम्न आएको छु। म पुग्ने ठाउँ चाहिँ त्यही टावरसँग हो होइन साथीहरू? यो टावरमा चाहिँ म पुग्न आँटिसकेँ। कति दामी छ यार। छिटो हिँड।
यस्तो यस्तो यात्रा छिन्दोल चाहिँ क्या सुरुवालमा काल लाग्यो अलिअलि त लागिहाल्छ नि हामी हल्का ढिगोटी जाउँ है कस्तो रहेछ खलङ्गाको बवाल भ्याली हो यो चाहिँ भ्याली साथीहरू त्यता छन् यो जति माथि गयो त्यति राम्रो भ्यू देखिँदै जान्छ त हो साथीहरू यस्तो ठाउँमा चाहिँ कोही आएको छ भने चाहिँ मलाई कमेन्ट गर के कमेन्ट यो ठाउँको नाम चाहिँ के होला सबले यस्तो लगाएर कमेन्ट गरिदियो साथीहरू होइन बवाल सिन देखेको छ तल ठुलुनी पुल यति दामी छ यो ठाउँमा बसेर पनि यो ठाउँमा नआएको साथीहरू चाहिँ अब यो भिडियो हेरेर पक्कै इम्प्रेस हुनुहुनेछ भन्ने लागेको छ होइन सक्दो सेयर गरिदिउँ साथीहरू यो ठाउँलाई पनि भाइरल गराइदिनु पर्यो यो ठाउँमा आएर पनि टिकटक भिडियोहरू गराएर टक्क ट्रेनिङमा आउनु पर्यो यो ठाउँ पनि त्यही हो यता 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 जता नि ठाउँ राम्रो राम्रो कति राम्रो हो अरे नो म कहाँ छु के यस्तो ठाउँमा आइसकेपछि त मेरो मन निकै नै खुसी छ साथीहरू त्यही हो ओके साथीहरू हामीले चाहिँ थोरै भिडियो चिडियो गराइसक्यौँ यो बवाल ठाउँमा आइसकेर होइन त्यही हो यहाँ चाहिँ अब हामीले टक्क अब एकछिन हामीले चाहिँ डायलग साइलेग बेल्नेछौँ एकछिन भिडियो सिडियो गराउँछौँ टिकटक भिडियोहरू त्यही हो हामी जाने चाहिँ त्यो टावर भयो त्यो टावरमा नजाने अहिले त्यहाँ खासै राम्रो रहन्छ यहीँबाट देखिसक्यौँ हामीले चाहिँ बवाल भ्यू देखिरहेको छ यताबाट जताबाट भए पनि राम्रो भ्यू देखिरहेछ त्यही हो कस्तो दामी छ मैले देखाएको थिएँ कहिले होइन त्यही हो खलङ्गा पनि आउनु होला साथीहरू सबै रमाइलो गर्नु होला यो ठाउँमा आएर त्यहाँ चाहिँ ठिक्रिए अनि त्यहाँ बवाल ठाउँ छ हौ हामी चाहिँ यति आयौँ होइन दिनजना एकचोटि सबले हाई गरिदेऊ त कम्पिटिसन मेरो साथीहरू पनि हामीले चाहिँ चक्लेट ल्याएको थियौँ हामी चक्लेट बारेर खान लाग्छौँ ल चक्लेट बारेर खान लाग्छौँ यी चक्लेट खानु पर्ने हुन्छ भिक्सी चक्लेट ल्याउन आएको छौँ भिक्सी चक्लेट म देखेन भन्न फिर छुट्टै छ फेरि यतातिर अब हामी एकछिनमा जानेछौँ टक्क लगाएर म चाहिँ अब यहीँबाट घर जाने चुइकम चाहिँ फालिदिने चुइकम फालिदिने चुइकम फालेर बस्नु जस यार बवाल फन्नीवाला छन् होइन स्कुल लाइफबाटै साथ गरे साथी हुन त जे पनि बोल्दा पनि मजाक लाग्छ होइन यति दामी छ होइन ल साथीहरू हामी यो ठाउँलाई पनि बाई बाई भन्दै हामी चाहिँ अब कोठातिर लागिसक्यौँ टक्क लाएर ओह्रालो हानिसक्यौँ ओह्रालो झर्न लागिसक्यौँ हामी चाहिँ अब दौड्नु पर्ने हुन्छ टक्क लाएर छिटो आइज है छिटो अब चाहिँ हामी घरतिर लाग्नुपर्ने हुन्छ साथीहरू यही हो यहाँको भिडियो चाहिँ यस्तै छ रमाइलो दृश्य हेऱ्यौँ होइन त्यही हो साथीसँग घुलमिल भयो रमाइलो भयो बालापनकोदेखि नै टक्क यस्तो दामी सिनमा आछ होइन यति दामी बवाल सिनमा टक्क लाएर यस्तो यस्तो ठाउँमा आइसके साथीहरू फेरि पनि म होइन अब चाहिँ कोठातिर लाग्यौँ यस्तो मजा तरिकाले साथीहरू चाहिँ आउँदैछन् म चाहिँ दौडिरहेको छु अनि त म चाहिँ अलि एक्टिभ छु नि त एक्टिभ छिटो आइज है